मेरो फार्म हाउस हैन त चरा चरुङ्गी च्याउ 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 गराएको ओहो हामी हौ चरा चरुङ्गी गराउने त्यतिकै ए कुखुरा साउने इन्टरभ्यू लिनु पर्यो तपाईँको कुखुरा आज कति दिन भयो अब 2 महिना हुँदैन 6 दिन बाँकी छ 2 महिना हुनुलाई अनि यो चाहिँ सानो साउनी साउनी नमस्कार यता यता फर्किन नमस्ते अनि कुखुरा चाहिँ हजुरको ए ठुलो साउनीको ल ल ठिक छ म तपाईँको कुखुरा निरीक्षण गर्नु जाँदैछु है त अब खोरमा बस्ने बेला भएको उहाँहरू खोरमा बसी बक्स्या ल भइगयो त अब यहाँबाट आउँछ 20-22 दिन जति चाहिँ 25 दिनसम्म चाहिँ त्यसलाई भुस ओछ्याउनु हुँदैन कुरा बुझ्नु भयो त त्यो माथि के टिप्नु हाम्रो कुखुराको चल्लाको टाला टिलो सुगाको होइन त गजब खै पार्टीहरू कता गयो खतरा तर्साइन्छ है त आज 15 दिन भयो अब 15 दिन 16 दिनसम्म है भुस हाल्नु हुँदैन यिनीहरूले भुस खान्छ भागेको खतरा भाग्यो नि त दिउँसो चाहिँ यसरी छोडिदिनु पर्छ अनि बेलुका चाहिँ यसमा टक्क बत्ती बालेर सेकेर एकै ठाउँमा राख्नुपर्छ है साथी हो किनभने एकै ठाउँ राखेन भने यिनीहरू एक अवस्थामा तापक्रम नमिलेर बिमारी हुन्छ के भयो यिनी तर्साउँछ यिनीहरूलाई हामी टाढैबाट आउनुहोस् स्वागत छ तपाईँलाई हाम्रो के अरे कुखुराको टालो सुकायो क्या फेरि सबै निक्ल्यो है त टुक 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 ओइ मेरो चकटी झिक्नु भने छट 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 ए तो फोर बनाइसकेछ के
गरम भयो, टेम्परेचर बढ्यो, टेम्परेचर बढी भयो। अब यो प्लास्टिकहरू सब खोलिदिनु पर्ने हो। अहिले यो टेम्परेचर अहिले यो झालहरू सबै खोल्यो। कति बजे हेरौँ? 31 बज्यो। अहिले 29 भनौँ ल, 30 र 29 को बिचमा भनौँ न। यो टेम्परेचर बढी भयो भने नि बाहिर निक्लिन लाग्यो। ओइ 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 कहाँबाट छिर्यो? कहाँ भाग्यो? कहाँ भाग्यो? उल्टो हिँड्छ यस्तो लाटा। तेरो बाउ यहाँ सबै गरम भएको थिएन? भाग्यो है मासले। अलि नभेट्ने रहेछ। आए है उताबाट आए है। ओए त्यहाँ छेकै कुनापट्टि। आए ओए उता जान। ल ल ल ल उल्टो हिँड्यो फेरि। ओ ल ओ त्यहाँतिर पो गयो। होइन कहाँ अब कहाँ बस्छ अनि थाहा नभयो। पछि गर अझ चाहिँ हाम्रो सल्लाह 31 दिन भयो। लोकल चल्ला चल्ला रे चल्ला। अब 31 दिनपछि चाहिँ यो भाँडाहरू यस्तो छ नि, यो भाँडाहरू प्रयोग गर्नु हुँदैन। सबै धुलो बस्छ, पानी पनि यस्तोमा पाउनु हुँदैन। अहिले टेम्परेचर कति छ? 31। के छ हौ चिजी हो हल्कोबर? भाग्यो सब भाग्यो। ओइ 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 किन भाग्यो? आइज ल ल। सबै गर्छन् मात्रै ठाडो पारेर मरे। खासै के नरहेछ भन्दा निक्ल्यो सोहरू त। यसरी दिनु चाहिँ फोहोर हुँदैन चल्लाहरूलाई। तर यो कम्ती पनि 40 दिन 45 दिन हुँदाखेरि चाहिँ यस्तोमा दिन्छ धेरै राम्रो। तिमीहरूलाई मल हाल्नु
माल बनाउनु भयो नि माल ल अब 1.5 महिना भइसकेपछि चाहिँ यसरी दिनुपर्छ दाना। ओके खाँदा खान्छ त यो यतिको चाहिँ एकदम राम्रो हो है कुखुरा चाहिँ। बाब्रे 2 महिना पुग्नुलाई अझ 7 दिन छ होइन भने कुखुरा त भयङ्कर गयो त हो। खानापिना सेपाटो अझ माथि चढ्नु सक्ने बेला भएको छैन छ। कोही माथि चढेछ। महिना पुगिसकेपछि पुग्नुलाई चाहिँ दाना यसरी दिनुपर्छ 1.5 महिना। यो मार्केटमा बेच्नु लाने बेला भयो त मान्छेलाई मात्रै बाथरोग लाग्छ भनेको त्यो कुरा होइन, कुखुरालाई पनि लाग्छ। हेर्नुहोस् है, यसको घुँडामा पानी जमेको हुन्छ र यो अब यसलाई क्यान्सर हाने पनि हुन्छ। किन भन्दाखेरि यो उपचार हुँदैन, अब त्यो उपचारै नहुने अवस्थामा पुग्छ। ए साथी हो मेरो 2 महिना 11 दिनको कुखुरा हो यो। ओहो हो चप्पा जब होइन 4 महिनादेखि मार्केट टकाटक गर्नुपर्छ होइन त भाले। ल अहिले हाम्रो टेम्परेचर कति रहेछ? टाटा ट्या 28। ल ठिक छ। ल ल तिमीहरू झगडा नगर। ए बाहिर निक्लिनु पर्छस् कछस् गिर्कीलाई चिन्छस् भनेर त 2 महिनामा अन्डा बार्छ चाहिँ के हो रहिले? यो अलि हाइब्रिड खालको हो। त्यसैले साथी हो कुखुरा पाल्ने साथी हो होइन, कुखुरा यस्तो भयो भने चाहिँ एकदम खुसी हुन्छ है। कमेन्ट गर्नु होला है त कुखुरा पालन साथीहरूले। अब कुखुरा एकदम फ्रेस छ कि मेरो, त्यही भएर यसको आँखा 2टै छ तर यसले आँखा देख्दैन। हेर्नु दाना यसरी हुन्छ। यस्तो कुखुरा नि आउँछ है, के गर्ने होला, के रोग लाग्यो होला। पानीधरि समातेर खुवाउनुपर्छ नि।
पनि अन्दाज गर्नु मान्छेले आगै छैन आफ्नोलाई सानो दुलो छ भनेको ल अब पानी पाउनु पऱ्यो खानालाई ल यही पानी ल ल हे भगवान यस्तो चिजले कसरी हाल्न पाइन्छ आँखा त दुइटै छ त नि मरदको छामी छामी हुन्छ के रोग लाग्यो होला यस्तो छ्या पानी नभएर तेरिका यो कुखुराहरूलाई त दाना भन्दा पनि पानी पो धेरै चाहिँदो रहेछ यार 300वटालाई 80 लिटर पानी खान्छ यार तौलो भनेको हेर्न अहिले मैले छैला कचिलालाई हाम्रो कति भयो अरे यो कुखुरा कति महिना भयो अरे 4 महिना अहिले रिस उठिँदै यो खातेहरू हेर्छ न राम्रो हो गाउँले हो के छ हालखबर ठिक छ बिर्खेलाई चिन्छस् यो यिनीहरू शिरमा हावा आइरहेछ यो पनि मच्छरले टोक्यो हो कि टोकेको होइन रहेछ र यिनीहरूलाई चाहिँ स्पेसली दबाई लगायो रहेछ अझ दबाई ल्याउनुपर्छ फाइनली साथी हो अझ 100वटा उठायो भने अझ यति छ है अझ मार्केट लाने दिन 100वटा चाहिँ लगिसक्यो अहिले साथी हो कुखुरा किसानको कुखुरा उठाउने दिन चाहिँ एकदम खुसीको दिन हो यहाँ अब मार्केट लाँदैछ भन्नाले पैसा बोक्नुलाई साउनीले ब्याग कत्र बोकेछ हाम्रो गुरुजी होइन टक्क लाएर ल यो यो होइन 4 महिना पछिको मेहनतको फल होइन ल ल ल ल साथी हो लाइक सब्सक्राइब गरेर राखिदिनु होला अब कुखुरा पालनहरूलाई त कुखुरा पाल्ने कृषकहरूलाई त रमाइलो लाग्यो होला होइन अब कुखुरा पालन नगर्ने साथीहरूलाई चाहिँ हे कुन ठुलो कुरो हो र भने जस्तो लाग्छ होला होइन तर हामीलाई यो कृषकलाई चाहिँ 4-5 महिनापछि सकुशल टक्क कुखुरा मार्केट लानु पाउँदाखेरि अत्यन्तै खुसी हुन्छ ल त साथी हो लाइक सब्सक्राइब गरेर राखिदिनु होला अनि कुखुरा कसरी पाल्ने के गर्ने हो भनेर आइडियाहरू लिनु पर्यो भने कमेन्ट छोडिदिनु होला भन्दै आजको लागि फेरि अर्को लटमा म भिडियो बनाएर हाल्छु सानैदेखि आजको लागि बाई यति नै है त इतुर छ कोही त प्राय पोथी छ ल पोथी त साथी हो यो चाहिँ अर्कै फार्मको हो होइन यो अलगै जातको हो यो जातको कुखुरा भिन्नै हुन्छ त्यो अघिको भिन्नै हो यो भिन्नै हो किनभने लोकल कुखुरा भनेको 8-9 थरी हुन्छ
र हेरी हेरी हुन्छ, त्यसैले एकदमै हेर विचार गरेर मात्रै हाल्नुपर्ने हुन्छ है त साथी।